गोपतौ स्यातः बहवेद्यजमानस्य पशुन् पाहि प्रथम पुरस्तादिशिमतः सुरसुवेनावः सबुद्न्या उपमा असविस्तः शतस्य सजीवः स्वाहा इदं ब्रह्मणे नमः ओम इदं विष्णुर्विचक्रमे त्रेधान्यदे पदं नमः समुडमशपाग्मुसुरे स्वाहा इदं विष्णवे नमः ओम मानस्तुते तनयमान आयुष्मानो बहुमानो अश्वेतुनिकमानो विरानुप्रभाविनो वधिरहविष्मन्त शतमित्वा हवामहे स्वाहा इदं रुद्राणि महाअर्पणोदकशोस्पर्शः ओम महाअग्निरश्मिः जन्मना जातवेदः घृतं मे चतुर्मृतमासन्नः अर्घस्त्रिधातु रजसोऽभिमानो जस्रो घर्महविरश्विना महा स्वाहा इदमर्घान्मः ओम वनस्पते बिड्वङ्गो हि भूय अस्मत्सखा पत्रणस्विरगो विशनद्वसि बीडय स्वाहा ताते जयति जयत्वानि स्वाहा इदं वनस्पतये नमः स्वाहा अब चाहिँ के गरियो भन्दाखेरि अब त्यो पिपलको पातको थ्रुबाट हो नानीको काना फुक्ने है मैले चाहिँ म अब यो भिड भागमा गर्छु भर्खर नेपाल कस्य श्री हस्ता नक्षत्रस्य द्वितीय पद स अक्षरारम्भ छ षष्ठीका नामनी बालिका त्रिवेदी स्वास्थ्य भैया छोडे ओम स्वस्ति श्री मङ्गलमूर्तये नमः फु गरिराख्ने होइन कि मैले भनेपछि मात्र फु स्वस्ति श्री मङ्गलमूर्तये नमः श्री गणाधिपतये नमः श्री अष्टदेवी नमः श्री कुलदेवताभ्यो नमः श्री इष्टदेवताभ्यो नमः श्री नामदेवताभ्यो नमः अष्ट श्री हस्ता नक्षत्रस्य द्वितीय पद स अक्षरारम्भ छ षष्ठीका नामनी बालिका त्रिवेदी स्वास्थ्य भैया छोडे पुष्प ल अब तिमी त्यही बस्छौ एकछिन कि कुर्सिया बस्छौ माथि हो अलिकति माटो जलमा ल्याइदिनु होला है मलाई ल अलि त्यहाँ बाहिर त्यहाँ चौकीमा चौक यसो पछाडि अगाडि जहाँ भए पनि यसो त्यहाँ टेकाउनु पर्छ यिनलाई त्यही भएर अलिकति माटो ल्याउनु ल पुष्प अलिकति बाँकी छ है यः सन्नते हनाकं महिमानः स्वतन्त्र यत्र पूर्वेः साध्यः सन्तिदेयः राजाधिराजाय पर्शय्यसायिने यो हटार्दै सजिलो हुन्छ किनभने स्वागम राजाधिराजाय पर्शय्यसायिने नमो वयं वै शरवणाय कुर्महे समे काम यताडं कामाय मह्यं कामेश्वरो वै शरवणो दधातु कुबेराय वै शरवणाय महाराजाय नमः त्यो भुइँमा राख्दै भुइँमा राख्दै ल नानीलाई यसो देखाउनु त ओम महाशोम स्वस्ति न इन्द्रो वृद्धशर्वः स्वस्ति न सूर्यचक्षुषो विश्वे नो देवा पवसा गमनिह निकाल्नु ल अब नानीलाई भित्र लगाएर केही भएन मलाई अलिकति महले हेर्नु त नानीलाई भित्र राख्नु केही हुन्न मलाई एउटा एकदम एक ठोपा भयो चाहिँ धेरै पनि पर्दैन हो त्यही भनेको मैले उखाल्नु भयो किन उखाल्नु भएन भन्छ ओम स्वस्ति न इन्द्रो वृद्धशर्वः स्वस्ति न पूषः विश्ववेदः स्वस्ति नस्तार्क्ष्यो अरिष्टनेमिः स्वस्ति न बृहस्पतिर्दधातु एकै थोपा ल्याउनु यही भएन टेकाइदिन्छु ओम तक्षुर्देव हितं पुरस्ताक्षु कर्मोच्चरतः पश्चिमे सरस्वतं जीवेमे सरस्वतं सुनेन प्रभामे शब्दं भूयश्च सरस्वतात्तः ल निकाल्नु टाउको ल अब यो सामग्री लिएर जानु त पुष्प उतै तिमीले पनि टेक्छौ कि धेरै टेकिसक्यो 10 वर्ष यिनले आजबाट सुरु गरिन् टेक्न ल यसो ए भेट तेल माग्न जाने घर घर जाने 10 घर पुर्याउनु पर्छ तेल माग्न नातिनीलाई अगाडि गर्नु सेक्ने पढाउन ल हिँड्यो नातिनीको ए वरिपरि यता यता मम्मी बाहिर नजानु न मम्मी टाढा नजानु त्यही आयो दु बाटो छिटो रेडी भयो लाउनु मम्मी हेलो सस्टिका हाम्रो सस्टिका Janu, happy 6 days. Happy 6 days. Happy 6 days, Maya. Okay. 6 days, Babile Rambo lekhna.